काफल चिसो पानी खाने बेला आउन लागि आइसक्यो। यो काफलको दाना, काफलको बोट, काफलको यो देखेर चाहिँ मुखै रसाएर आयो। अनि मुलको चिसो पानी, कालो काफल खाएको याद आयो। आज चाहिँ गर्मी हल्का बढेको अवस्था छ गाइस। यस्तै छ झोले जिन्दगी। अब घरतिर जानुपर्छ के हो काफल चिसो पानी खान। ओहो मुलको चिसो पानी है। अनि अब जानुपर्छ घरतिर। कालो काफल र चिसो पानी खानलाई। ग्यारह बज्न आँट्यो। त्यस्तै छ गाइस। हालखबर हजुरहरूको के छ, कसो छ, के गर्दै हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ हजुर कमेन्ट गर्नु होला। र हजुरहरूतिर कहाँतिर काफल हुन्छ, काफल पाकेको छ कि छैन, चैते काफल पाक्न लाग्यो होला हैन। चैत लाग्यो कि के लाग्यो यहाँ त थाहै छैन। चैत लाग्यो वैशाख लाग्यो भन्ने यार। अब त्यति अब पढ्न लेख्न पनि आउँदैन खासै। अब कामतिरै ध्यान हुन्छ अल टाइम। त्यहाँदेखि काम र अन्त ध्यान हुन्छ त। अनि यस्तै छ जिन्दगी हजुर, यस्तै छ। गाह्रो छ, काम गरी खान गाह्रो छ। जिन्दगी यस्तै हो, झोले जिन्दगी। आज यहाँ छ, भोलि कहाँ छ कहाँ। अनि मर्ने आज हो कि भोलि, बाँच्ने कति भने जस्तै हो। अनि यस्तै छ, के गर्नु।